हेलो साथीहरु, नेपालको ए टिम इन्डियामा गएर म्याच खेल्ने भएको छ, जसको खेल तालिका सार्वजनिक भइसकेको छ। यही महिनाको 30 तारिकदेखि नेपालको ए टिम इन्डियामा गएर म्याच खेल्छ। इन्डियाको एउटा यो डोमेस्टिक लिग हो। यो डोमेस्टिक लिगमा धेरै टिमहरू पार्टिसिपेट गरेको छ, जसमा नेपाल पनि छ र नेपालको ग्रुपमा तपाईको केरला, गोवा र एउटा अझै यो तीनटा टिम नेपालसँग खेल्नेवाला छ। यो डोमेस्टिक प्लेयर खेल कस्तो हो भने यसमा जो सिरिज जित्छ, फाइनलमा गएर फाइनल खेल्छ, फाइनल जित्छ, जसले 10 लाख रुपैयाँ पाउनेवाला छ इन्डियन पैसा। र यसमा नेपालको ए टिमको एउटा धेरै ठुलो मौका छ, गएर आफ्नो ताकत देखाउन धेरै ठुलो चान्स पाएको छ। र हेरौँ नेपालको ए टिमले फाइनल खेल्छ या खेल्दैन। हामीले आशा गरौँ कि फाइनल जितेर नेपाल टिम आओस् भनेर हामीले सबैले आशा गरौँ। र इन्डियामा बस्नु भएको नेपाली क्रिकेट प्रेमीहरूको लागि पनि एउटा यो ठुलो खुसीको खबर छ।